हेलो 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 अहिले म आएको मार्टमा धनियाँ किन्न पर्यो भनेको साथी हो। धनियाँ 159 रुपियाँ। यति धनियाँलाई 159 को छ। त्यसपछि आएको छ किन्ने भनेको भेन्डी। हरेक चिज महँगो छ। ब्रोकाउली 259, 259 को। अनि अरू छ चावडा लसुनको लागि 300 अथवा 430 रुपियाँ। चावडा लसुनको लागि 430 यस्तो महँगो छ। अनि भेन्डी यो भेयो हो भेन्डी। यति भेन्डीलाई लगभग 214 रुपियाँ। 200 रुपियाँ 200 रुपियाँ गयो। अरू यस्तै छ। यता हेर्नुहोस्, अरू त त्यस्तै छ। सब चिज महँगो। एउटा मकै किनौँ भनेको कति छ यसको रेट? 158 भनेपछि 170 रुपियाँ। यसको छ 170 रुपियाँ भ्याट सहित। ओहो के किन्ने हो? यो छ त्यो छ। अब हामी जान्छौँ मासुतिर। अब तरकारी किन्न भन्दा मासु किन्दा फाइदा छ। मासु बरु सस्तो होला, तर तरकारीहरू लास्ट महँगो। यो मासु आयो हो पोर्क साइडमा त्यस्तो खासै मन पर्ने चिज त केही छैन। हड्डीवाला भएको अझै मन पर्थ्यो, तर हड्डीवाला रहेनछ। त्यही भएर सायद पोर्क लान्न होला। अब खोजेको चाहिँ कुखुराको मासु नै लानुपर्छ जस्तो छ मेरो विचारमा। बरु पोर्कमा चाहिँ अलिकति हड्डी भइदिएको मिठो लाग्थ्यो। अब लानु पर्यो कुखुराको मासु। हेर्नु पर्यो कुखुराको मासु पनि यो कति ग्राम हो? 121 ग्राम, लगभग 160 रुपियाँको। के खाने हो के लाने हो थाहै भएन त हो। यही लान पनि नमिल्ने। यही लानुपर्छ क्या हो। यो छ लगभग 360 ग्राम 572 रुपियाँको। एउटा हाल्यो। अरू त के लाने हो? अरू त पिउने कुरातिर जानु पर्यो। यो सबै वाइनहरू हो। यो हो सबै वाइन त त्यति चाहिँदैन होला। वाइनतिर नजाउँ।
अब जानुपर्छ हामी अर्को साइडमा। यो भएन, यहाँ पनि भएन, यो क्लियर हो। यो ल एउटा सानो बियर हाल्नु पऱ्यो, सानो बियर। यो साइड सबै माछाहरू हो, सी फुडहरू छ, माछा सी फुड छ। त्यो सबै सी फुडहरू, अक्टोपस भयो, यो अक्टोपस। यता यस्तो रेडिमेड टाइपको छ, यो रेडिमेड टाइपको छ। यो अन्डाहरू भयो, अन्डा लाने, अन्डा पनि 6 पिसलाई 170 रुपियाँ, 170 रुपियाँ 6 पिसलाई। बाँकी यस्तै छ। अब म त्यस्तो केही लागेन, आजको लागि 1 दिनको लागि मात्रै हो, त्यही भएर म केही सामान नकिन्दै बाँकी सामान म हेर्दै गर्छु, केही किन्नु।